आदरणीय दर्शकवृन्द नमस्कार। विकल्प ज्ञान तथा विकास केन्द्रको प्रस्तुति बाल शान्ति कार्यक्रमको नयाँ श्रृङ्खलामा यहाँलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। म कार्यक्रम सञ्चालिका कल्पना घले। दर्शकवृन्द, आजको श्रृङ्खलामा हामी विकल्प ज्ञान तथा विकास केन्द्रद्वारा सञ्चालन भइरहेको कार्यक्रम मध्ये भिन्न प्रकारको कार्यक्रम मेकर स्पेसबारे एक झलक लिएर उपस्थित भएका छौँ। यस कार्यक्रममा भएका विभिन्न गतिविधिहरू विस्तृत रूपमा जानकारी दिने नै छौँ। त्योभन्दा अघि हेरौँ हाम्रो नियमित स्तम्भ बाल परिवेश अबको क्रममा। विकल्प ज्ञान तथा विकास केन्द्रद्वारा सञ्चालित वैकल्पिक शिक्षा कार्यक्रम अन्तर्गत जहाँ जहाँ बालबालिका त्यहाँ त्यहाँ शिक्षा भन्ने मूल नाराका साथ बालबालिकालाई लक्षित गरी आँगन स्कुल, घुम्ती आँगन स्कुल, मेकर स्पेस र महिला शिक्षित त परिवारै शिक्षित भन्ने नाराका साथ महिला दिदीबहिनीहरूको लागि महिला शिक्षा कार्यक्रम काठमाडौँका विभिन्न स्थानहरूमा सञ्चालन गर्दै आइरहेको छ। यसै सन्दर्भमा विकल्प ज्ञान तथा विकास केन्द्रले विभिन्न कार्यक्रममा सहभागी भइरहेका बालबालिकाहरूको सिकाइलाई अझ प्रभावकारी तथा बालबालिकामा अन्तर्निहित ज्ञान, क्षमता तथा सिपलाई प्रस्फुटन गराउने उद्देश्यले मेकर स्पेसको अवधारणालाई अवलम्बन गरेको छ, जहाँ बालबालिकाहरूलाई उपलब्ध गराइएका सामग्रीहरूबाट आफ्नै गहिरो सोच तथा सृजनात्मक विचार प्रयोग गरी कुनै पनि नयाँ वस्तुको आविष्कार गर्नेछन्। विकल्प ज्ञान तथा विकास केन्द्रले कार्यक्रममा सहभागी भइरहेका बालबालिकाहरूको सिकाइलाई अझ राम्रो र बालबालिकाहरूको सिप क्षमताको विकास गर्नको लागि बालबालिकाहरूको सिप क्षमतालाई प्रस्फुटित गर्नको लागि चाहिँ विकल्प मेकर स्पेसको अवधारणा अवलम्बन गरेको हो। र विकल्प ज्ञान तथा विकास केन्द्रले मेकर स्पेसको अवधारणालाई अवलम्बन गर्नुको कारण भनेको चाहिँ बालबालिकाहरूले आफ्नै खोज, आफ्नै अनुसन्धान गर्ने गर्दछन् र जसमा चाहिँ बालबालिकाहरूले आफ्नो खोज र अनुसन्धान गर्दाखेरि बालबालिकाहरूको सृजनात्मक क्षमतामा विकास हुने गर्दछ, जसले गर्दा चाहिँ बालबालिकाहरूले मेकर स्पेसमा आएर उहाँहरूको गहिरो खोज, सोच र क्षमता सिपलाई अवलम्बन गरेर विभिन्न एक्टिभिटिजहरूमा चाहिँ बालबालिकाहरू इन्भल्भ हुने गर्दछ। जस्तै बालबालिकाहरूले मेकर स्पेसमा आउनु भइसकेपछि निर्धक्कसँग आफूले चाहेको, आफूले सिक्न खोजेको कुरा चाहिँ बालबालिकाहरूले मेकर स्पेसमा आएर गर्न सक्नुहुनेछ। मेकर स्पेस यस्तो ठाउँ हो जहाँ बालबालिकाहरू आउनु भएर आफ्नो इमेजिनेसनलाई, आफ्नो आइडियालाई उहाँहरूले एक्सप्लोर गर्नुहुनेछ, जसमा चाहिँ हामीले यहाँ आएर बालबालिकाहरूले विभिन्न थरीको एक्टिभिटिजहरू गर्नुहुन्छ, सिक्नुहुन्छ। जस्तै गरेर केही एक्टिभिटिजहरूको नाम भन्नुपर्दा बालबालिकाहरूले मेकर स्पेसमा स्विमिङ एक्टिभिटिजहरू गर्नुभएको छ। स्विमिङ एक्टिभिटिजबाट बालबालिकाहरूले विभिन्न थरीको सामानहरू पनि बनाउनु भएको छ, जसमा चाहिँ बालबालिकाहरूले रेगुलर युज हुने छोरीहरूको लागि होममेड प्याडहरू बनाउन सिक्नु भएको छ, कपाल बान्ने हेयर स्क्रन्चीहरू बनाउन सिक्नु भएको छ र सुर्के थैलीहरू पनि बनाउन सिक्नु भएको छ। बेसिकमा बालबालिकाहरूले मेसिन कसरी चलाउने, सियोमा धागो कसरी राख्ने, बटम कसरी राख्ने भन्ने कुराहरूबाट बालबालिकाहरूले स्टार्टिङ गर्नुहुन्छ। त्यस्तै गरेर मेकर स्पेसमा बालबालिकाहरूले कम्प्युटर पनि सिक्ने गर्नुभएको छ। बालबालिकाहरूले सुरुमा कम्प्युटर कसरी अन गर्ने, कसरी सटडाउन गर्ने, कम्प्युटर अन गरिसकेपछि कसरी रिफ्रेस गर्ने भन्ने कुराहरूका साथसाथै बालबालिकाहरूले टाइपहरू पनि गर्न सिक्नु भएको छ। र कतिपय बालबालिकाहरूले आफ्नै आइडी बनाएर
युट्युबमा आफ्नो कोर्स अनुसारको गुगलहरू युट्युबहरू सर्च गरेर हेर्न सक्ने सम्म पो हुनु भइसकेको छ। त्यस्तै गरेर मेकर स्पेसमा पेपर वर्कको क्रिएटिभ सृजनात्मक क्रियाकलापहरू पनि गर्ने गरेको छ बालबालिकाहरूले। यसमा बालबालिकाहरूले पेपर खेर गएको सामानहरूलाई पुनः प्रयोग गर्न सिक्नु भएको छ, जसमा चाहिँ बालबालिकाहरूले विभिन्न सामग्रीहरू चलाउन सिक्नुहुनेछ, जसमा चाहिँ हाम्रो वुडवर्क छ, पेपर वर्क छ, जसमा चाहिँ वुडवर्कमा चाहिँ बालबालिकाहरूले ह्यामर कसरी चलाउने, किला कसरी प्रयोग गर्ने, काठको काम कसरी गर्ने बेसिकबाट सिक्दै बालबालिकाहरूले पिरा, चियर अनि फोटो बुथहरू जस्ता विभिन्न सामग्रीहरू पनि बनाउनु भएको छ। त्यस्तै गरेर बालबालिकाहरूमा चाहिँ मेकर स्पेसमा आइसकेपछि बालबालिकाहरूले एउटा समूहमा बसेर काम गर्न सिक्नुहुनेछ। बालबालिकाले समूहमा बसेर काम गर्न सिक्दाखेरि बालबालिकाहरूको एउटा आत्मविश्वास बढ्नेछ, जसबाट बालबालिकाहरूमा नयाँ नयाँ कुराहरूको खोज तथा अनुसन्धान गर्ने बानीको विकासका साथसाथै नयाँ वस्तुको आविष्कार गर्ने बानीको विकास हुन्छ। विशेष गरी मेकर स्पेसले न्यूनीकरण, पुनः प्रयोग र रिसाइकललाई बढावा दिन्छन्। बालबालिकालाई खेर गइरहेका तथा काम नलाग्ने सामानहरू सङ्कलन गरी पुनः प्रयोग गर्न प्रोत्साहन दिइन्छ। बालबालिकाहरूले विशेष गरी व्यावहारिक कुराहरूको सिप विकास गरिरहेको हुन्छ। यसबाट बालबालिकाहरूले आफ्नै इच्छा अनुसारको काठको काम, कागज, पेपरको काम, सिलाइ, किचन डिजाइन गर्ने, कम्प्युटर चलाउने, गार्डनको काम गर्ने र ठेला पसल गर्ने जस्ता कामहरू सिक्दै गर्दछन्। नमस्ते, मेरो नाम रोशन मगर हो। म मोबाइल स्कुलबाट आएको। मलाई धेरै ड्रइङ बनाउनु मनपर्छ अनि फुटबल प्लेयर बन्नु मनपर्छ अनि कम्प्युटर बनाउनु चलाउनु मनपर्छ अनि यस्तो बाघहरूको चित्र बनाउनु मन लाग्छ। अरू बेला आउने बेला जस्तै बनाउँछु। अहिले चाहिँ सिक्यो कम्प्युटरहरू। यहाँ जति पनि सामानहरू उपलब्ध गराइएको छ त्यही सामानहरूलाई बालबालिकाले पुनः प्रयोग गरेर त्यसबाट नयाँ केही सामग्रीहरू चाहिँ बनाउने गर्नुहुन्छ र अहिलेको समय परिस्थिति अनुसार हरेक स्कुलमा मेकर स्पेस जस्तो प्लेटफर्म चाहिँ हुनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ। किनकि बालबालिकाहरूले यहाँ आएर विशेष गरेर लाइफ स्किलका साथसाथै लर्निङ स्किल र एन्टरप्रेन्योरसिपको लागि पनि बालबालिकाले यहाँबाट धेरै कुराहरू सिक्नुहुनेछ। भोलिको दिनमा गएर के कुरामा हामीले चाहिँ व्यापार गर्न सकिन्छ, सानो लगानीबाट पनि व्यवसाय गर्न सक्छौँ र त्यस व्यवसायमा चाहिँ हामीले के गर्नुपर्छ बेसिक कुराहरू पनि बालबालिकाहरूले सिक्ने गरेको छ र हामीले चाहिँ विकल्प ज्ञान तथा विकास केन्द्र र सेहेन्साको अर्गनाइजेसनमा मिलेर चाहिँ प्रोग्रामहरू हुँदाखेरि बालबालिकाहरूले त्यसमा पार्टिसिपेट गरेर के अरे एन्टरप्रेन्योर स्किल पनि बालबालिकाहरूले डेभलप गर्नु भइसकेको छ। बालबालिकाहरूले आफै बनाउनु भएको सामानहरू बेचेर पनि बालबालिकाहरूले व्यवसाय सिक्नु भएको छ। जस्तै चाहिँ हामीले हेयर स्क्रन्चीहरू पनि बनाएर बेचेका छौँ। प्रोग्राममा चाहिँ हामीले चाहिँ जस्तै चाहिँ पानीपुरी, चटपटे, कुकिज, टी जस्ता आदि कुराहरूलाई लिएर पनि बालबालिकाहरूले चाहिँ एन्टरप्रेन्योर स्किल चाहिँ सिक्नु भएको छ र उहाँहरूमा त्यो स्किल धेरै डेभलप पनि भएको म देख्दछु। र मेकर स्पेसमा बालबालिकाहरूले
गार्डनिङको काम पनि गर्न सिक्नुहुन्छ। भेजिटेबल कसरी केयर गर्ने, भेजिटेबल कसरी उमार्ने, त्यसलाई रेखदेख कसरी गर्ने भन्ने कुराहरूमा पनि बालबालिकाहरूमा धेरै ज्ञानहरू आइसकेको छ। मेरो नाम चाहिँ अन्जना मगर हो र म कक्षा 5 मा पढ्छु र यहाँनिर चाहिँ तपाईहरूले जति पनि यो सामानहरू देख्न सक्नुहुन्छ यो सबै हामीले पुरानो सामानबाट युटिलाइज गरेर बनाएको हो। अनि यो त हाम्रो सिर्फ 1-2वटा नमुना मात्रै हो। हामीले अरू सामानहरू पनि धेरै जस्तो सामानहरू हाम्रो उतापट्टि मेकर स्पेसमा राखेको छौँ र एक्जाम्पलमा तपाईहरूले यो देख्न सक्नुहुनेछ। यो हामीले लप्सीको बोक्रा र पेस्ताको बोक्रा हो। यसलाई हामीले धोएर सुकाएर कलर गरेर बनाएका छौँ र यस्तो त केही पनि होइन, योभन्दा राम्रो पनि हामीले बनाएको छौँ र यो बनाउँदाखेरि हामीलाई धेरै नै त्यो हुन्छ, त्यो गाह्रो साह्रो भएको चिज चाहिँ केही पनि होइन र यो गर्दाखेरि हामीलाई जति पनि यिनीहरूले सिकाएको छ यो पलहरू धेरै राम्रो छ र यहाँनिर हामीले कुनै पनि रेडिमेड ल्याएको छैनौँ। यो सबै हामीले आफैले बनाएका छौँ पुरानो सामानबाट युटिलाइज गरेर र यो चाहिँ हाम्रो रोनिसा म्यामले सिकाउनु भएको हो हामीलाई र हामीले क्रिएटिभ वर्क कम्प्युटरमा पनि हेरेर गर्छौँ। कुनै बेला हाम्रो आफ्नै दिमागले पनि हामीले बनाउँछौँ र हामीले यिनीहरू त केही पनि होइन, हामीले अझै पनि बनाएको छौँ योभन्दा राम्रो चिज र बनाइ नै राख्नेछौँ। बालबालिकाहरूले स्वतन्त्र रूपमा आफ्नै कल्पना गर्ने, डिजाइन गर्ने र तिनीहरूको सिपलाई खेर गएका सामग्रीहरू प्रयोग गरेर विभिन्न सिर्जना गर्ने गर्दछन्। यस्ता किसिमको कार्यलाई सहज र सरल बनाउनको लागि मार्गनिर्देशन गर्न कार्यक्रमका सहजकर्ताले सहयोग गर्ने गरिन्छ। यस कार्यक्रममा बालबालिकाहरू मात्र नभई विभिन्न महिला दिदीबहिनीहरू पनि आफ्नो सिप विकासको लागि सहभागी हुने गर्दछन्। साथै यस कार्यक्रममा विभिन्न विद्यालयका बालबालिकाहरू पनि सहभागी भई आफ्नो सिर्जनालाई प्रस्फुटन गर्न सक्नेछन्। यस कार्यक्रमबाट बालबालिकाहरूको सिर्जनालाई तथा उनीहरूले निर्माण गरिएको सामग्रीलाई विभिन्न कार्यक्रमको अवसरमा बेच्ने पनि गरिन्छ, जसले गर्दा बालबालिका भविष्यमा उद्यमी बन्न सहयोग मिल्ने देखिन्छ। नमस्ते, मेरो नाम कल्पना पाखरिन हो। म बिटकुटी स्कुलमा पढ्छु। हामी यहाँ म्याङ्गो मिल्कसेक बनाउँदैछौँ, हाम्रो स्कुलबाट नै ल्याएको। र यसमा चाहिँ हामीले फर्स्टमा म्याङ्गो सानो सानो पिस बनाएर अनि म्याङ्गो अनि मिल्क उमालेको अनि आइस अनि सुगर मिक्स गरेर क्रिम पनि छ, हामी क्रिम पनि हालेर म्याङ्गो मिल्कसेक बनाउँदैछौँ।
यो चाहिँ तपाईहरुले के को लागि गर्दै हुनुहुन्छ? यो चाहिँ हाम्रो अब यो बनाएर अब हाम्रो स्कुलको लागि हाम्रो पढाइको लागि नै युज हुन्छ। फन रेन्जको लागि युज हुन्छ हाम्रो स्कुलको लागि नै। मेरो नाम सबिन परियार हो। म बुद्ध चोकमा बस्छु। मेरो एज भयो 12। मेरो स्कुलको नाम मोबाइल स्कुल हो। मलाई धेरै ड्रइङ बनाउन मन लाग्छ। मेकर स्पेसमा आएको छु। म साथीहरूसँग आएको नयाँ ड्रइङ बनाएको। मेरो पिक्चरहरू बनाउनु मनपर्छ लाग्छ। अरू त्यो ढुङ्गामा आर्ट गर्न, त्यसपछि त्यो माछाहरूको ड्रइङ बनाउने, त्यति मनपर्छ। यो भाइ र बहिनी खेलेको बनाएको। बालबालिकाहरूको क्षमता र सिकाइलाइको सोचलाई चाहिँ बढाउने हो र बालबालिकाहरूलाई समूहमा काम गर्न सिक्ने हो र बालबालिकाहरूले बनाइएको सामानहरूलाई पनि बालबालिकाहरू आफैले व्यापार व्यवसाय गर्न सक्छन् र गर्नेछन् भन्ने एउटा सोचको अवधारणालाई बढाउनको लागि पनि मेकर स्पेस चाहिँ रहेको छ। हरेक स्कुलमा बालबालिकाहरूको लागि विशेष गरेर अहिले पढाइमा नै फोकस हुने गर्दछ, जसमा चाहिँ विकल्पले अर्गनाइज गरेको यस मेकर स्पेसमा चाहिँ बालबालिकाहरूको लाइफ स्किललाई चाहिँ फोकस गरिन्छ, जसमा चाहिँ प्र्याक्टिकल स्किललाई चाहिँ फोकस गरिन्छ। बालबालिकाहरूले अहिले सानो छँदा सिकेको सिपहरूलाई बिस्तारै बढाउँदै लैजाँदाखेरि बालबालिकाहरूले भोलिको दिनमा गएर बालबालिकाहरू आफै एक सफल उद्यमी पनि बन्न सक्नेछन् र उनीहरूले आफ्नो गुजारा आफै गर्न सिक्नेछन्। विकल्पले चिल्ड्रेन पिस काउन्सिलको थ्रु विभिन्न स्कुलहरूसँग चाहिँ काम गर्ने गरेको छ, जसमा चाहिँ हाम्रो लक्ष्य रहेको छ कि हामीले पनि त्यहाँ हामीले काम गरेको स्कुलहरूसँग चाहिँ हामीले मेकर स्पेस लैजाने अवधारणा राखेका छौँ, जसमा चाहिँ हामीले विभिन्न स्कुलमा अब चाहिँ मेकर स्पेस हुनुपर्छ है, बालबालिकाहरूमा चाहिँ लाइफ स्किलको विकास हुनुपर्छ भन्ने सोचका साथ हामीले विभिन्न स्कुलहरूमा मेकर स्पेस लैजाने सोचका साथसाथै हामी अगाडि बढिरहेका छौँ। मेकर स्पेसमा विशेष गरेर हप्ताको 2 दिन आइतबार र बुधबार चाहिँ विकल्प मोबाइल स्कुल, विकल्प आँगन स्कुलका भाइ बहिनीहरू आउनुहुन्छ भने र हप्ताको 1 दिन महिला शिक्षा कार्यक्रमबाट हाम्रो दिदीबहिनीहरू पनि आउनुहुनेछ र महिनाको एकचोटि एकपटक चिल्ड्रेन पिस काउन्सिलका भाइ बहिनीहरू पनि आउनुहुनेछ। त्यसका साथै बाँकी दिनहरूमा हाम्रो भिरकुटी सेकेन्डरी स्कुलका विद्यालयका भाइ बहिनीहरू पनि मेकर स्पेसमा आउनुहुनेछ यहाँ सिक्नको लागि।
नमस्ते, मेरो नाम दाउ शेर्पा हो। आज चाहिँ हाम्रो यो सेन्सा कार्यक्रममा चाहिँ यहाँ चाहिँ हाम्रो स्टुडेन्ट र हाम्रो अर्गनाइजेसनले चाहिँ 2टा स्टल राखेको छ, जसमा चाहिँ सानसानो भाइ बहिनीहरूले चाहिँ विद्यार्थीहरूले चाहिँ मिल्क शेकको र लेमनेडको चाहिँ हाम्रो जुस राखेको छ, जुन चाहिँ भोलि पर्सि गएर उनीहरूको फन्डबाट चाहिँ उनीहरूलाई नै काम लाग्छ या अरू बच्चाहरूलाई काम हुन्छ भनेर चाहिँ गरिएको छ। र यतापट्टिको हाम्रो चाहिँ यो चाहिँ हाम्रो डिस्प्ले एरिया हो, जहाँ चाहिँ हाम्रो अर्गनाइजेसनको बारेमा रिलेटेड छ र हाम्रो WEP को दिदीहरूले लेखेको किताबको बारेमा पनि यहाँ हामीले डिस्प्ले गरेको छ। हजुरहरू इच्छुक हुनुहुन्छ भने चाहिँ किन्दा हुन्छ। यो आएको पैसा चाहिँ हामीले बच्चाहरूलाई फन्ड गर्ने हो सर, मतलब उनीहरूलाई स्कलरसिप प्रोभाइड गरेर या केही सामान उनीहरूलाई इम्पोर्टेन्ट सामान छ भने चाहिँ हामीले स्कलरसिपको थ्रुबाट गरिन्छौँ। हाम्रो मुख्य उद्देश्य चाहिँ फन्ड रेज गर्ने हो सर। फन्ड रेज गरेर चाहिँ बच्चाहरूको लागि चाहिँ एजुकेसन फर द पोरको लागि चाहिँ हामी युज गरिन्छौँ। दर्शकवृन्द, विकल्पद्वारा सञ्चालित मेकर स्पेस कार्यक्रमले बालबालिकालाई भविष्यमा उद्यमशील बनाउन सहयोग मिल्नेछ। बालबालिकाले सानैदेखि यस्ता सिपमूलक कुराहरू सिक्न पाउँदा भविष्यमा आफैले केही गर्न सक्नेछन् भन्ने उदाहरण बोकेको यो कार्यक्रम यहाँलाई कस्तो लाग्यो? हामीलाई प्रतिक्रिया दिन नभुल्नुहोला। हाम्रो ठेगाना छ विकल्प ज्ञान तथा विकास केन्द्र, बौद्ध महाकाल फाँट, पोस्ट बक्स नम्बर 23365, काठमाडौँ, नेपाल। इमेल visitvikalpaNepal@gmail.com। फोन मार्फत हामीलाई सुझाव दिन चाहनु भएमा हाम्रो फोन नम्बर रहेको छ 014821635। हस्त दर्शकवृन्द, आगामी दिनहरूमा पनि यस्तै विविध विषयवस्तुहरू लिएर उपस्थित हुने नै छौँ। अहिलेलाई म लगायत मेरा सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।